गाइज अहिले हामी यो दार्जिलिङको चाहिँ बतासिया लुपमा छौँ। यहाँ एउटा पार्क रहेछ र यो लुप चाहिँ यो ट्रेनको लामो टर्निङ लिएर यो ट्रेन चाहिँ उता जाने हुनाले यसलाई चाहिँ लुप भनेको रहेछ। अलि यता यो चाहिँ आइरहेको छ है गाइज, ट्रेन आइरहेको छ। यसलाई बतासिया लुपको यो ट्रेन सिधो फोटो यसलाई लुप भनिएको। यो सायद पर्यटकीय हिसाबले मात्रै चलाउनको लागि र यसो यो लोकल मनोरञ्जनको लागि मात्रै यो लुपमा यो ट्रेनको प्रयोग हुँदो रहेछ। अब यसको सँगसँगै यतापट्टि अब हामी दार्जिलिङ अरू भागहरू देख्न सक्छौँ। यो कञ्चनजङ्घा हिमाल चाहिँ यतापट्टि कञ्चनजङ्घाको यो भ्यू यहीँबाट देख्न सकिन्छ। राम्रो लुप भएर घुम्दो रहेछ। यसलाई चाहिँ यसलाई लुप भनेको र शहीद स्मारक विशेष गरेर यो शहीदहरूको सम्मानमा चाहिँ यो सैनिकहरूको सम्मानमा एउटा पार्क बनाइएको रहेछ र बतासिया लुप भनेर यसलाई भनेको रहेछ। यो दार्जिलिङको आकर्षक केन्द्रहरू मध्येको एउटा यो बतासिया लुप पनि रमाइलो छ गाइस। यहाँबाट आउँदाखेरि पनि घुम्नु होला है बतासिया लुप।